है कुनै पनि एउटा मानिसले जब येशू ख्रीष्टलाई चिन्छ उसले आफ्नो जीवन प्रभु येशू ख्रीष्टलाई सुम्पन्छ उसले प्रभु येशू ख्रीष्टलाई चाहिँ अनि स्वीकार गर्छ पश्चाताप गर्छ विश्वास गर्छ र आफ्नो मुखले स्वीकार गरेर येशू ख्रीष्टको हैन येशू ख्रीष्टलाई पछ्याउने उसले निदो गर्छ भनेपछि त्यो मान्छे सधैँभरि विश्वासको अन्तिमसम्म पनि स्थिर हुन्छ भन्ने कुरा हुँदैन किनभने कतिपय विभिन्न कारणहरूले गर्दा त्यो मानिस आफ्नो जीवनबाट के भएको हुन्छ पछाडि परिरहेको हुन्छ है हामी हेर्यौँ भने हामी पनि सधैँभरि के विश्वासमा योग्य नै भइरहन्छौँ भन्ने कुराहरू छ छैन नि किनभने हाम्रो हृदय मानिसको हृदय के छ एकदमै छली छ मानिसको हृदय छिनछिनमा परिवर्तन हुन्छ त्यसै कारणले गर्दा मानिसले आफ्नो विचारलाई आफ्नो हृदयलाई जति बेला पनि के गर्न सक्छ परिवर्तन गर्न सक्छ र मानिस चाहिँ विश्वासबाट पछाडि हट्न सक्छ यस्तो कुरा सायद कलसीमा भएका विश्वासीहरूलाई पनि थियो होला है सायद त्यो समयमा कलसीको मण्डलीमा पनि यस्तै थियो होला कतिजना विश्वासीहरू प्रभु येशू ख्रीष्टलाई चिनेर पनि है उनीहरू पछाडि हटेको थियो होला उनीहरू प्रभु येशू ख्रीष्टलाई चिनेर पनि उनीहरू विश्वासमा चाहिँ उनीहरू कमजोरहरू भइरहेको थियो होला पछाडि हटिरहेको थियो होला उनीहरूले जुन कामहरू गर्नुपर्ने थियो ख्रीष्टको खातिर त्यो कामहरू उनीहरूले चाहिँ गरेको थिएनन् होला त्यसै कारण पाउलले त्यो मण्डलीहरूलाई यसरी लेख्छन् कि यसकारण जसरी प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्यो त्यसै गरी नै उहाँमा जरा हालेका र बनेका भएर अरू तिमीहरूले सिकाए बमोजिम तिमीहरूका विश्वासमा दृढ भएर धन्यवाद साथ यसमा प्रशस्त हुँदै उहाँको चालमा चल भनेर कलोसी 2:6-7 हामीलाई यसरी भन्दछ आमेन है यसै कारणले गर्दाखेरि पाउलले कलोसीको मण्डली चाहिँ यसरी उच्चार दिन्छ कि यसै कारण जसरी तिमीले प्रभु येशू ख्रीष्टलाई चिन्यौ त्यसरी जसरी प्रभु येशू ख्रीष्टलाई तिमीले ग्रहण गर्यौ उहाँमा जरा है हालेका र बनिएका भएर ओ तिमीहरूलाई सिकाए बमोजिम जस्तो तरिकाले हामीले तिमीहरूलाई सिकाइरहेका छौ वचनबाट जसरी हामीले तिमीलाई सिकाएका छौ त्यसरी नै तिमीहरू विश्वासमा बलियो भएर दृढ भएर है धन्यवाद दिँदै परमेश्वरलाई उहाँको चालमा चल भनेर चाहिँ कलोसीको मण्डलीले चाहिँ पाउलले सिकाइरहेको छ आज के भन्यो कलोसीको मण्डलीलाई मात्र होइन प्रियहरू आज तपाईँ र मलाई पनि यो वचन यही नै भएको छ कि धन्यवाद साथ विश्वासमा बलियो हुँदै है परमेश्वरको चाल र चलनमा के गर हिँड भनेर चाहिँ आज कलोसीको मण्डलीले तपाईँ र मलाई सिकाइरहेको छ कतिपय हामी विश्वासमा हामी हिँड्न सक्दैनौँ कतिपय हामी विश्वासको जीवनमा हामी हिँड्दै गर्दा कतिपय हामी विभिन्न कुरामा हामी ठेस खान्छौँ हामी लड्दछौँ हामी कमजोर हुन्छौँ है हामीले परमेश्वरलाई छोडेर हामीले अरू कुराहरूमा हामी हेर्छौँ कि कहाँ छ त अब म कहाँबाट उत्तर पाउँछु त कहाँबाट मैले प्रश्न पाउँछु त मेरो जीवनको को छ त मलाई अब सहयोग गर्ने भन्ने कुरा हामी अरू यावत थोकहरूतिर हामीले हाम्रो मनहरूलाई लगाउँदछौँ तर प्रियहरू यहाँ पाउलले हामीलाई सिकाएको छ कि जसरी तिमीले प्रभु येशू ख्रीष्टलाई चिन्यौ त्यसरी नै जसरी चिन्यौ जसरी ग्रहण गर्यौ त्यसरी नै उहाँमा आफ्नो जीवनलाई के गर सुम्प भनेर चाहिँ पाउलले यहाँ सिकाउनु भएको छ प्रियहरू कतिजना तपाईँ र मैले जब प्रभु येशू ख्रीष्टलाई हामी ग्रहण गर्छौँ है हामी समस्याबाट भएर हामी आएको हुन्छौँ हामी समस्यामा ग्रसित भएर थाकेर बोझले दबेर हरेक ठाउँमा हामीले प्रयासहरू गरिसकेपछि अन्तिममा हामी जब प्रभु येशू ख्रीष्टमा आउँछौँ अनि जब हामीले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्दा हामीले प्रतिज्ञा गर्छौँ भन्छौँ कि प्रभु यदि मैले तपाईँलाई ग्रहण गरेँ भने प्रभु यदि म तपाईँलाई ग्रहण गर्छु र मैले ग्रहण गरिसकेपछि तपाईँले मलाई ऋणबाट निकाल्नु अथवा मेरो रोगबाट बिमारबाट सबै कुराहरूबाट प्रभु तपाईँले मलाई हल गर्नुभयो भने म तपाईँको काम गर्नेछु म तपाईँलाई कहिल्यै छोड्ने छैन भनेर आज धेरै विश्वासीहरूले भन्नुहुन्छ तर जब प्रभुले त्यो सबै कुराहरू गरिदिनुहुन्छ उहाँले आफ्नो विश्वासबाट के गर्नुहुन्छ पछाडि हट्नुहुन्छ उहाँले बिर्सिनुहुन्छ कि मैले कुन तरिकाले मैले प्रभु येशू ख्रीष्टलाई ग्रहण गरेको र म कुन तरिकाले हिँड्नुपर्छ भन्ने कुराहरू कतिजना धेरै विश्वासीहरूले यो कुराहरूलाई बिर्सनुहुन्छ त्यसै कारणले गर्दा हामीले बिर्सनै नपर्ने कुराहरू यो कि जसरी हामीले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्यौँ जसरी तपाईँले प्रभु येशू ख्रीष्टलाई चिन्नुभयो ग्रहण गर्नुभयो जुन कुराहरू तपाईँले परमेश्वरलाई भन्नुभएको थियो त्यो अनुसार तपाईँलाई उहाँको चालमा हामी हेर्नु जरुरी छ आमेन त्यसै कारणले गर्दाखेरि पाउलले यही कुराहरू चाहिँ आज विश्वासीहरूलाई आज हामीलाई आज हामी मण्डलीका विश्वासीलाई पाउलले यही कुराहरू सिकाउँदै हुनुहुन्छ र आज विश्वासीलाई आफ्नो विश्वासबाट कति तुल्याउने धेरै कारणहरू छ आज 5 वटा कारणहरू छ म तपाईँको बिचमा 5 वटा कारणहरू लिएर म तपाईँको बिचमा म भन्नेछु है विश्वासीहरूलाई आफ्नो विश्वासबाट पछाडि पार्ने कुराहरू 5 वटा छ जसमा हामी पहिलो कुरामा हेर्यौँ भने सफलता है सफलता
हेर्नुहोस् त सफलताले पनि मानिसलाई विश्वासमा कमजोर बनाउन सक्छ। अब तपाईँलाई अचम्म लाग्छ होला कि कसरी सफलताले मानिसलाई विश्वासबाट कमजोर बनाउँछ, कति तुल्याउँछ भन्ने कुराहरू। फेरि जब कुनै पनि मानिसले सफलता पाउँछ त्यो मानिसको जीवनमा अहङ्कार र घमण्ड हुन्छ है। जो मानिसको जीवनमा सफलता आउँछ नि त्यो सफलता आउनुको साथ त्यो मानिसको जीवनमा पनि घमण्डका कुराहरू आउँछ, अहमका कुराहरू, अहङ्कारका कुराहरू आउँछ, जसको कारणले गर्दाखेरि उसले आफूलाई के ठान्छ, सर्वश्रेष्ठता ठान्छ। ओ अब म जस्तो कोही पनि छैन, मैले यति धेरै दुःख गरेर कष्ट गरेर म यहाँसम्म आएको भनेर त्यो मानिसले के गर्छ, आफूलाई घमण्ड गर्छ, जसको कारणले गर्दा घमण्डको कारणले गर्दाखेरिमा चाहिँ ऊ आफ्नो जीवनमा चाहिँ के हुन्छ, विश्वासबाट पछाडि हट्दछ। त्यही भएर चाहिँ सफलताले पनि मानिसलाई कतिवटा विश्वासमा चाहिँ के गराउँछ, पतित गराउँदछ। कति विश्वासीहरू अगुवाहरूले पनि आफ्नो सेवाकाईमा अपार सफलता पाउन थालेपछि घमण्डले फुल्लिएर परमेश्वरमाथि भन्दा आफैमाथि भर पर्न थालेर विश्वासबाट पतित हुन पुग्छन्। कति हामी हेऱ्यौँ भने है आज विश्वासीहरू मात्र होइन, अगुवाहरू पनि, एल्डरहरू पनि, पास्टर्सहरू पनि, सेवाकाईमा है हिँडिरहनु भएको व्यक्तिजनहरू पनि आज कतिजनाको जीवनमा पनि परमेश्वरले ठुलो सफलता ल्याउनु भएको छ। तर ठुलो सफलता ल्याए पनि त्यो मानिसहरूको जीवनमा उनीहरू हेऱ्यो भने विश्वासबाट के भएका छन्, पछाडि हटेका छन्, उनीहरू भएका छन्, उनीहरूको विश्वासलाई चाहिँ शैतानले के गरिदिएको छ, झारिदिएको छ। त्यसै कारणले गर्दाखेरिमा चाहिँ हाम्रो जीवनमा जब परमेश्वरले सफलता दिनुहुन्छ हामी घमण्डले फुलिएर होइन, तर हामी नम्र भएर हामी परमेश्वरको सेवा गर्न जरुरी छ। आमेन है। त्यसकारण नम्र भएर हामी परमेश्वरको सेवा गर्नुपर्दछ है। अनि पावलको सेवाकाईमा पनि परमेश्वरले अपार सफलता दिनुभएको थियो प्रिय है। पावललाई तपाईँले जीवनीलाई पढ्नुभयो भने पावललाई परमेश्वरले यति धेरै सफलताहरू दिनुभएको थियो है। हामी हेऱ्यौँ भने त्यहाँ वचनले भन्दछ कि पावल जब हिँड्थ्यो नि दुष्ट आत्मा लागेका मानिसहरू पनि त्यो पावलको छायाबाट चाहिँ दुष्टहरू के गर्थे, भाग्थे। त्यस्तो सफलता प्रभु येशूले चाहिँ पावललाई दिनुभएको थियो। जुन ठाउँमा सुसमाचार सुनाउँथे त्यहाँ मानिसहरूलाई ग्रहण गराउँथे, मानिसहरूले प्रभु येशूमाथि विश्वासहरू गर्थे। त्यो अपार सफलता परमेश्वरले पावललाई दिनुभएको थियो। अनि एकपल्ट त लिस्ट्रामा चाहिँ के भएको थियो त भन्दा जब पावलले एउटा जन्मैदेखिको लम्बोडो व्यक्तिलाई एउटा केटोलाई चाहिँ उसले चट्टनीको पारिदिएका थिए। अनि त्यो देखेर त्यहाँका मानिसहरूले त्यसलाई मर्करी देउताको नाम लिएर पावललाई चाहिँ त्यो टाइममा के गरेका थिए, पुजिदिएका थिए। किनभने पावलले त्यत्रो सफलता पाएको कारणले गर्दा मानिसहरूले के सोच्यो भन्दा ओ यही हो हाम्रो देउता, यही नै हो भनेर एउटा उनलाई चाहिँ के गरेर मर्करी नाम दिएर मर्करी देउता भनेर चाहिँ मानिसहरूले चाहिँ के गर्न थालेको थिए, पुज्न थालेका थिए। अनि मर्करी देउताको प्रतिरूप मानि लिए तिनको नाम पशु बलिदान गरी त्यसलाई फुलको माला पहिराउन लागेका थिए। निश्चय एउटा अपार सफलता र सम्मान थियो, तर तिनले त्यस सम्मानलाई अस्वीकार गरेर परमेश्वरलाई महिमा दिए। हालेलुया। पावलले आफ्नो जीवनमा यति धेरै सफलता पाउँदाखेरिमा पनि पावलले यो कुरालाई अस्वीकार गरेर उनले परमेश्वरलाई महिमा दिए। कति असल कुराहरू छ कि जब तपाईँको सफलतामा हामी जान्छौँ, सफलतामा गइसकेपछि तपाईँ र मैले हाम्रो जीवनमा परमेश्वरलाई हामीले महिमा दिएका छौँ कि छैनौँ त यो कुरालाई हामीले जान्न जरुरी छ है। तपाईँको जीवनमा तपाईँले कष्ट भन्नुभएको थियो होला, तपाईँले कति आफ्नो जीवनमा सङ्घर्ष गर्नुभएको थियो होला होइन, कति पटक तपाईँहरूले आफ्नो घरमा खानाहरूको अभावहरू थियो होला, आर्थिक सङ्कष्टहरू थियो होला, तपाईँलाई चाहिँ कति गाह्रोहरू भएको थियो होला, यातनाहरू मानिसहरूले तपाईँलाई दिएको थियो होला, कतिपटक कति रातहरू पनि तपाईँ भोकै पनि तपाईँ सुन्नु भएको थियो होला, कति मानिसहरूले तपाईँको विरुद्धमा खिल्लीहरू भन्नुभएको थियो होला चाहिँ है। तर तपाईँ र मैले चाहिँ त्यो अवस्थामा हुँदाखेरि पनि के हामीले परमेश्वरलाई महिमा दिएका थियौँ कि थियौँ त यो कुराहरू तपाईँ र मैले चाहिँ जान्नुपर्ने आवश्यक छ प्रिय है। जब हामी त्यो बाटो हामी भएर जान्छौँ परमेश्वरले हामीले त्यो सबै कुराहरू प्रभुले हाम्रो जीवनमा थपिदिनुहुन्छ है। तपाईँको जीवन अभावमा तपाईँले जिउनु भयो, तर तपाईँको जीवनमा तपाईँसँग केही पनि थिएन, तर परमेश्वरले अहिले तपाईँको जीवनमा सबै कुराहरू राखिदिनु भएको छ होला। पहिला तपाईँको जीवनमा तपाईँले व्यापारहरू तपाईँको ऋणमा कर्जामा घाटामा थियो होला, परमेश्वरले तपाईँ असलले व्यापारहरू दिइरहनु भएको छ। तपाईँको परिवार पहिला आर्थिक सङ्घर्ष गरेको थियो होला, अहिले तपाईँको परिवारमा परमेश्वरले अहिले आर्थिक कुराहरूबाट आशिषहरू दिनुभएको छ होला, तर त्यो कुराहरू भन्दा तपाईँले परमेश्वरले महिमा दिनुभएको छ कि छैन त यो कुराहरू तपाईँ र मैले जान्न आवश्यक छ है। त्यसै कारणले गर्दाखेरि हामी प्रेरित
14 को 1 देखि 18 मा तपाईले त्यहाँ घटना पाउनुहुन्छ है। अनि घमण्डले मानिसलाई कति प्रकार के गराउँछ त नष्ट बनाउँछ प्रियहरू। हाम्रो जीवनमा जब हामी परमेश्वरबाट सफलता पाउँछौँ हामीले कहिले पनि हाम्रो जीवनमा चाहिँ घमण्ड चाहिँ हामीले गर्नु हुँदैन, किनभने घमण्डले मानिसको जीवनमा नाश लिएर आउँछ। अनि भजन सङ्ग्रह 5:5ले यसो भन्दछ कि परमेश्वरले दुष्ट मानिसहरूलाई घृणा गर्नुहुन्छ र घमण्डी मानिसहरू परमेश्वरको सामु के गर्ने छैन, टिक्ने छैनन् भनेर चाहिँ भजन सङ्ग्रह 5:5ले भन्दछ। किनभने परमेश्वरले घमण्डी मानिसहरूलाई चाहिँ घृणा गर्नुहुन्छ र घमण्डी मानिसहरू चाहिँ परमेश्वरको सामु कहिले पनि के गर्न सक्दैन, टिक्न सक्दैनन्। म एउटा उदाहरण दिन चाहन्छु है। संसारको सबैभन्दा ठुलो जहाज है टाइटानिक भन्ने जुन जहाज थियो, त्यो जहाज जब दुईजना व्यक्तिहरूले बनाए है, उनीहरूले त्यो संसारकै सबैभन्दा ठुलो जहाज भनेर टाइटानिक भन्ने त्यो जहाजको नाम छ। जब त्यो मानिसहरूले टाइटानिक जहाजलाई बनाए अनि जहाज बनाइसकेपछि संसारभरि चर्चा फैलियो कि विश्वको सबैभन्दा ठुलो जहाजहरू ती मानिसहरूले बनाएका छन् भनेर संसारभरि चाहिँ चर्चा भयो। अनि विभिन्न पत्रकारहरू विभिन्न मानिसहरू त्यसको अन्तर्वार्ता लिनको लागि चाहिँ मानिसहरू आए। अनि जब त्यो अन्तर्वार्ता गर्ने मानिसहरूले त्यो व्यक्तिको जब अन्तर्वार्ता लिँदै थिए अनि त्यो व्यक्तिले चाहिँ के भन्छ भन्दाखेरि के तपाईँको अन्तर्वार्ता लिने मान्छेले भन्छ कि तपाईँको जहाज के डुब्न सक्ला र भनेर चाहिँ प्रश्न गर्दाखेरिमा चाहिँ त्यो टाइटानिक बनाउने मान्छेले के भन्यो भन्दाखेरिमा हाम्रो जहाजलाई परमेश्वरले पनि के गर्न सक्दैन, डुबाउन सक्दैन भनेर चाहिँ ती मानिसहरूले घमण्डको साथ भनेका थिए। तर प्रियहरू पछि जब त्यो पहिलो दिनमा टाइटानिक जहाजहरू चलाइयो, उद्घाटन भयो, पहिलो दिनमा नै त्यो टाइटानिक जहाज एउटा हिउँको ठुलो होइन पुरो ढुङ्गासँग ठोकेर चाहिँ त्यो टाइटानिक जहाज त्यही नै डुब्छ र हजारौँ मानिसहरू चाहिँ त्यही नै मर्दछन्। किन मान्छेहरू मरे त त्यहाँ? किन त्यो मानिसले घमण्ड गरेको थियो, परमेश्वरभन्दा माथि उसले घमण्ड गरेको थियो कि परमेश्वरले पनि यो जहाजलाई के गर्न सक्दैन, डुबाउन सक्दैन। तर अन्तमा हेर्नुहोस् त त्यो मानिसले नै आफ्नो है बनाएको जहाजहरू ठुलो बरफको पहाडसँग ठोकिएर चाहिँ त्यो जहाजहरू डुब्यो। त्यसै कारणले गर्दा प्रियहरू हाम्रो जीवनमा हामीले कहिले पनि घमण्ड गर्नु हुँदैन। एउटा जन लेनन भन्ने एकजना होइन गायक थिए, उनी संसारको चर्चित गायक थिए। उनले भनेका थिए कि होइन अनि हाम्रो ब्यान्ड जुन उनको एउटा ब्यान्ड थियो, गीत गाउने ब्यान्ड थियो, त्यो ब्यान्डमा चाहिँ के भन्छ हाम्रो ब्यान्ड यीशु ख्रीष्टभन्दा पनि बढी पपुलर छ, चर्चित छ भनेर घमण्ड गरेको थियो। तर जब एक दिन उनी कन्सर्ट गरेर उनी फर्किँदै गर्दाखेरिमा चाहिँ केही व्यक्तिहरूले आएर चाहिँ उनले गोली हानेर उनलाई मारिदिए। किन त्यो व्यक्तिले आफ्नो जीवनमा घमण्ड गरेको थियो कि हाम्रो ब्यान्ड यीशु ख्रीष्टभन्दा पपुलर छ भनेर। त्यस कारण यो घमण्ड भन्ने जुन कुराहरू छ यो घमण्डले मानिसलाई फुलाउँछ, अहङ्कारमा राख्छ। घमण्डले मानिसलाई कहिल्यै पनि झुक्न दिँदैन। जो मानिस आफ्नो जीवनमा झुक्न जान्दैन त्यो मानिसले आफ्नो जीवनमा धेरैभन्दा धेरै समस्याहरू भोग्नु पर्दछ। तर परमेश्वरले हामीलाई तिमी नझुकेर हिँड्नुपर्छ है भनेर सिकाउनु भएको छैन। तपाईँले हामीलाई नम्र भएर है तिमी होचिएर तिमी झुकेर तिमीले जहिले पनि अरूको सेवा गर्नुपर्छ भनेर प्रभु येशू ख्रीष्टले हामीलाई सिकाउनु भएको छ। आमेन। त्यसै कारण जब तपाईँको जीवनमा सफलता हुन्छ तपाईँले कहिले पनि घमण्ड र अहङ्कार नगर्नुहोस्। सफलता भन्न साथ मानिसको होइन मानिस उपलब्धितिर जान सक्छ, तर एउटा क्रिस्चियन जीवनमा सफलता केवल बाहिरी उपलब्धि कुरा मात्र होइन, भौतिक उपलब्धि मात्र होइन, तर परमेश्वरको इच्छा अनुसार जीवन बिताउनु पनि त्यो पनि के हो, सफलता हो। आमेन है। तपाईँले आफ्नो जीवनमा धन सम्पत्ति तपाईँले आफ्नो जीवनमा जागिर पाउनु, असल जागिर पाउनु, व्यापारहरू सही हुनु, असल हुनु त्यो मात्र तपाईँले सफलता हो भन्ने कुरा नबुझ्नुहोस्। तर परमेश्वरले तपाईँलाई जुन जिम्मेवारी दिनुभएको छ, जुन परमेश्वरले तपाईँलाई दिनुभएको काम छ, मिसन छ, त्यसलाई तपाईँले अगाडि गरेर अगाडि बढाउँदै तपाईँ हिँडिरहनु भएको छ, तपाईँले त्यसमा आशिष पाउनु भइरहेको छ भने त्यो पनि के हो, एउटा सफलता हो। त्यही भएर हामी सफलता भने हामी बाहिरी कुरालाई मात्र हामी हेर्नु हुँदैन, तर परमेश्वरले हामीलाई जुन जिम्मेवारी दिनुभएको छ, जुन जिम्मेवारीमा हामी सफलता हामी पाइरहेका छौँ त्यो पनि हाम्रो लागि के हो, सफलता नै हो। एकजना माइकल ज्याक्सन भन्ने तपाईँले नाम सुन्नु भएको छ होला। माइकल ज्याक्सन भन्ने संसारको सबैभन्दा प्रख्यात व्यक्ति। त्यो माइकल ज्याक्सनको मान्छेले नृत्य र गीत गाउनको लागि हेर्नको लागि लाखौँ युवाहरू आउँथे। त्यो रङ्गशालामा एउटा स्टेडियममा मानिसहरू यतिसम्म भिडभाड हुन्थ्यो कि जब त्यो माइकल ज्याक्सन आउँथ्यो नि, माइकल ज्याक्सनले जब गीत गाउँथ्यो, जब नाच दिन्थ्यो नि होइन मान्छेहरू ढल्थे, यति साह्रो चिच्याउँथे, यति साह्रो कराउँथे है। कतिजना मान्छेहरू बेहोस पनि हुन्थ्यो। त्यति साह्रो मान्छे लाखौँ मान्छेहरू चाहिँ माइकल ज्याक्सनको कन्सर्टहरू हेर्नको लागि आउँथ्यो। प्रख्यात
मान्छे त्यति धेरै सफलता पाएको धेरै धन कमाएको मानिस अन्तिममा त्यो व्यक्तिले के गरेर थाहा छ आफ्नो जीवन आफूले नै नष्ट पार्यो। उसले जब सफलता पायो उसले ड्रग्सहरू लिन थाल्यो, औषधिहरू लिन थाल्यो, उसले आफ्नो फेसहरूलाई सर्जरी गर्न थाल्यो, उसले नकारात्मक कुराहरू नराम्रो कुराहरू उसले प्रयोगहरू गर्न थाल्यो, जसको कारणले गर्दाखेरि उसले आफ्नो जीवनलाई आफैले नै मार्यो। त्यसैले कतिपटक प्रभुले जब तपाईँलाई सफलता दिनुहुन्छ त्यो सफलतालाई कतिपटक तपाईँले आफूले के गर्नुहुन्छ त्यो सफलतालाई तपाईँले गुमाउनुहुन्छ। त्यसै कारणले गर्दा जब परमेश्वरले हामीलाई सफलता दिनुहुन्छ नि सफलता दिइसकेपछि हामीले परमेश्वरको खातिर हामीले काम गर्नुपर्छ। अनि एउटा प्रसिद्ध भनाइ छ कि सफलता त्यो होइन जुन तिमीसँग छ तर परमेश्वरले दिएको कुराको उपयोग तिमीले कसरी गर्छौ भन्ने कुरा त्यो पनि के हो सफलता नै हो। आमेन है। सफलता भन्ने कुराहरू त्यो होइन कि जुन कुराहरू तपाईँसँग छ त्यो मात्र सफलता भन्ने कुरा होइन, तर परमेश्वरले दिएको कुराको उपयोग गरेर तपाईँले प्रयोग गरिराख्नु भएको छ भने त्यो पनि तपाईँको जीवनमा आएको सफलता हो है। त्यसै कारणले गर्दाखेरिमा चाहिँ एकजना कर्ड क्यामरन भन्ने एकजना मान्छे व्यक्ति छ है, एउटा इङ्ग्लिस फिल्ममा खेल्ने एउटा हिरो, ऊ पपुलर मान्छे ऊ पनि है। उसले आफ्नो सानो उमेरमा हुँदाखेरि उसले प्रभु यीशु ख्रीष्टलाई चिन्यो। प्रभु यीशुलाई चिनिसकेपछि उसले अब आगामी दिनहरूमा फिल्म खेल्ने बेलामा पनि उसले प्रभु यीशु ख्रीष्टकै महिमा हुनुपर्छ भन्ने तरिकाले उसले फिल्महरू खेल्यो। उसले परिवार सम्बन्धी विवाह सम्बन्धी किन सम्बन्धहरू टुट्छन्, कसरी घरबारहरू टुट्छन् भन्ने तरिकाले उसले फिल्महरू खेलेर उसले त्यसरी नै परमेश्वरको महिमाहरू दिँदै गयो। त्यसै कारणले जब परमेश्वरले तपाईँलाई सफलता जुन ठाउँमा दिनुहुन्छ त्यहाँबाट पनि तपाईँले परमेश्वरको कामहरू गर्दै गर्दै तपाईँ के गर्न सक्नुहुन्छ जान सक्नुहुन्छ है। अनि एउटा क्रिस्चियन व्यक्तिले सफलता पाएपछि कस्तो हुनुपर्छ त? एउटा जब क्रिस्चियन व्यक्तिलाई परमेश्वरले सफलता दिनुहुन्छ त्यो व्यक्ति कस्तो हुनुपर्छ भन्दा पहिलो नम्बरमा त्यो व्यक्ति नम्र हुनुपर्छ है। सबैभन्दा पहिलो कुरो नम्र हुनुपर्छ। उसको जीवनमा नम्रता भन्ने कुराहरू हुनुपर्दछ है। नम्र भएर उसले होइन अरूको सेवा गर्नुपर्दछ। नम्र भएर उसले होइन जुन सफलता पाएको छ त्यो सफलतालाई चाहिँ उसले अगाडि बढाउनुपर्छ। र 2 नम्बरमा धन्यवाद दिनुपर्छ। जब तपाईँलाई परमेश्वरले सफलता दिनुहुन्छ तपाईँले हर समय परमेश्वरलाई के गर्नुपर्छ धन्यवाद दिनुपर्छ। कि हामीले आराधना भवनमा पनि हामीले त्यहाँ भनेको थियौँ कि 10 जना कुष्ठरोगी मध्ये कतिजना आएर परमेश्वरलाई धन्यवाद दिए? परमेश्वरलाई 1 जनाले मात्र आएर धन्यवाद दियो। उसले सफलता पायो, रोगहरूबाट सफलता पायो अनि उसले आएर प्रभु यीशु ख्रीष्टलाई के दिन्छ धन्यवाद दिन्छ। त्यस कारणले हाम्रो जीवनमा जब प्रभुले हामीलाई सफलता दिनुहुन्छ हामी धन्यवाद दिनुपर्छ है। 3 नम्बरमा हामीले परमेश्वरलाई महिमा दिनुपर्छ। परमेश्वरलाई महिमा दिनुपर्छ कि प्रभु जुन ठाउँमा प्रभु तपाईँले मलाई राख्नुभएको छ तपाईँले नै दिनुभएको भनेर प्रभुलाई महिमा दिनुपर्छ है। पावलले जसरी सफलता पाए तर पावलले त्यो सबै सफलताहरूलाई अस्वीकार गरेर परमेश्वरलाई महिमा गरे त्यसरी नै हामीले पनि परमेश्वरको महिमा गर्नुपर्छ। र अर्को कुरो चाहिँ जब परमेश्वरले तपाईँलाई सफलता दिनुहुन्छ तपाईँले अरूको सेवा गर्नुपर्छ है। अरूको सेवा गर्नुपर्छ, अरूलाई दान गर्ने होइन, अरूलाई चाहिँ सहयोग गर्ने, आर्थिक सहयोग गर्ने, प्रार्थना गर्ने, उनीहरूलाई भेट्ने तपाईँले त्यो कुराहरू चाहिँ तपाईँले गर्नुपर्दछ। र हामी हेऱ्यौँ भने हामी अभावमा है। दोस्रो नम्बर अभाव। कतिपय विश्वासीहरू अभावले पनि के गर्छ विश्वासमा कमजोर तुल्याउँछ प्रियहरू। अभाव कति विश्वासीहरूले गरिबी अभाव र असफलताको कारण परमेश्वरले त्यागिदिन्छ। उनीहरूले परमेश्वरलाई चिन्छ तर उनीहरूको जीवनमा जब गरिबी लाग्छ, आर्थिक सङ्कटका कुराहरू हुन्छ, पैसा हुँदैन, अभावहरू हुन्छ, असफलता नै असफलता उनीहरूले पाउँछ अनि उनीहरूले के गरिदिन्छ परमेश्वरलाई छोडिदिन्छ। मैले चिनेको परमेश्वर त यो होइन नि भनेर उनीहरूले के गर्छ प्रभु यीशु ख्रीष्टलाई नै त्यागिदिन्छ, छोडिदिन्छ। अनि पावलको जीवनमा पनि धेरै अभावहरू थिए है। पावलले भोक प्यास र कपडाको अभावको सामना गरेका थिए। तपाईँले दोस्रो कोरिन्थी 11:27 तपाईँले त्यहाँ पाउनुहुन्छ कि पावलका कष्टहरू कि कसरी पावलले अभावमा पनि प्रभु यीशु ख्रीष्टको सेवा गरेका छन् है। पावलको तपाईँले दुःख र कष्टहरू पावलले भनेका छन् कि दिन रात म समुद्रमा म बसेको छु, जुन जहाजमा म चढेँ त्यो जहाज त 2 पटक नै ध्वस्त भइसकेको छ, म समुद्रमा हुँदै विषालु सर्पले मलाई ठोकेको छ, मानिसहरूले मलाई पिटेर फालिदिएका छन्, मानिसहरूले मलाई कोर्न हानेका छन्, धेरैभन्दा धेरै है। उसले आफ्नो जीवनमा सतावटका कुराहरू अभावका कुराहरू भोगेको छ तर त्यो अभावमा पनि उसले आफ्नो विश्वासलाई चाहिँ कहिले पनि कमजोर बनाएन। तर परमेश्वरकै खातिर प्रभु यीशु ख्रीष्टकै खातिर ऊ बेलियो, ऊ अगाडि बढ्दै गयो, दुःख गर्दै गयो, कष्ट गर्दै गयो अनि अन्तमा चाहिँ हामी हेऱ्यौँ भने आज पावलको कारणले गर्दाखेरि नै आज सारा संसारभरि कतिपय ठाउँहरू सुसमाचार पुगेको छ। आमेन। त्यसै कारणले हामी एउटा विश्वासी भइसकेपछि हामी
अभावमा पनि हामी परमेश्वरको सेवा गर्ने हामी विश्वासी हुनुपर्दछ। केवल प्रशस्ततामा मात्र होइन, प्रभुले आज मलाई दिनुभएको छ म दिनेछु प्रभुलाई भनेर भन्नुहुन्छ। तर जब तपाईँको जीवन अभाव आउँछ, अभाव ओ मसँग त छैन म प्रभुलाई दिँदैन भन्ने कुरा होइन, तर अभावमा पनि प्रभु म तपाईँलाई दिनेछु भनेर तपाईँ हुनुपर्दछ। अनि प्रभुले तपाईँको जीवनमा चाहिँ आशिषहरू दिनुपर्दछ। पावलले अभावमा हुँदा पनि विश्वास गुमाएनन् र त्यसबाट आज हामी विश्वासीलाई महत्त्वपूर्ण सिकाइदिन्छन् होइन। पावलले चाहिँ हामीले के कुरा सिकाउँदछ भन्दा साँचो विश्वास परिस्थितिमा कहिले पनि निर्भर हुँदैन भनेर चाहिँ पावलले हामीले सिकाउँदछ। पावलले देखाएको विश्वास सुख सुविधामा मात्र होइन, अभाव र पीडामा पनि के गर्नुपर्छ, अडिग हुनुपर्दछ भन्ने कुराहरू पावलले तपाईँ र मलाई सिकाएका छन्। तपाईँहरू मैले फिलिपी 2:12 लिएर 13मा पनि हामीले त्यहाँ पाउँछौँ कि पावलले भनेका छन् कि कसरी बचिनुपर्छ, कसरी अगाडि बढिनुपर्छ, सबै कुराहरू मलाई थाहा छ। किनभने दुर्बलतामा पनि मैले परमेश्वरबाट के पाउँछु, शक्ति पाउँछु भनेर चाहिँ पावलले चाहिँ होइन मण्डलीहरूलाई चाहिँ सिकाइरहेको छ। अनि एकजना हेलेन केलर भन्ने एकजना व्यक्ति हुनुहुन्छ, उहाँ एकजना लेखक हुनुहुन्छ, उहाँ दृष्टिविहीन व्यक्ति हो है। हेलेन केलर भन्ने एकजना व्यक्ति हुनुहुन्छ, उहाँ दृष्टिविहीन हो, तर उहाँले के गर्नुहुन्थ्यो, किताबहरू लेख्नुहुन्थ्यो। 10 वर्षको उमेरमा हुँदा पनि आफ्नो आँखाहरूलाई गुमाउनु भयो अनि उहाँ दृष्टिविहीन हुनुभयो। र जब दृष्टिविहीन हुनुभयो भने एकजना दिदीले उहाँलाई चाहिँ डोर्याउनु भयो अनि उहाँलाई चाहिँ यसो अक्षरहरू होइन हातहरूले छामेर अक्षरहरू पत्ता लगाउन उहाँले सिकाउनु भयो। अनि त्यो सिकाउँदा सिकाउँदै उहाँले नै त्यो हेलेन केलरलाई चाहिँ के गराउनु भयो भन्दा सुसमाचार सुनाउनु भयो। अनि त्यो हेलेन केलरले चाहिँ प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नुभयो। जब हेलेन केलरले आफ्नो जीवनमा विश्वास गरिसकेपछि उहाँको जीवनमा सबै कुराहरू परिवर्तन भयो। उहाँले परमेश्वरको पाएको उहाँले परमेश्वरबाट पाएको आशिषका कुराहरू अनि लेखहरू उहाँले लेख्दै जानुभयो। त्यो लेखहरू पर्याप्त मात्रामा के हुँदै गए, प्रख्यात हुँदै गए होइन। मानिसहरूले त्यो लेखलाई चाहिँ मन पराउँदै गए अनि परमेश्वर हेलेन केलरलाई चाहिँ सफलता दिनुभयो। अनि हेलेन केलरले के भन्नुहुन्छ त भन्दा है, हेलेन केलरले आफ्नो लेखन र सार्वजनिक बयानहरूमा ख्रीष्टको शिक्षाको महत्त्व दिनुभएको छ र उहाँले भन्नुभएको छ कि म अन्धकारमा पनि परमेश्वरलाई अनुभूति गर्छु। आमेन। उहाँले कस्तो तरिकाले भन्नुभएको छ, म अन्धकारमा पनि परमेश्वरलाई अनुभूति गर्छु। उहाँले आँखा देख्नुहुन्थेन, उहाँ दृष्टिविहीन हुनुहुन्थ्यो, उहाँको जीवनमा एउटा हेर्नु भने सबै अन्धकार जस्तै थियो, तर पनि उहाँले भन्नुहुन्छ कि म अन्धकारमा म परमेश्वरलाई पनि के गर्छु, म अनुभूति गर्छु। फेरि उहाँले भन्नु खोजेको के हो त भन्दा म अभावमा पनि म के गर्छु, परमेश्वरलाई म प्रेम गर्छु। उहाँसँग आँखा थिएन, उहाँ दृष्टिविहीन हुनुहुन्थ्यो, हेर्न सक्नुहुन्थेन, तर पनि उहाँले के गर्नुभएको छ भन्दा म यस्तो अवस्थामा हुँदा पनि म परमेश्वरलाई के गर्छु, प्रेम गर्छु। म उहाँमा नै म जिउँछु, म उहाँमा नै म मेरो विश्वासलाई म जरा गाड्छु भनेर चाहिँ हेलेन केलरले चाहिँ भन्नुभएको छ। त्यसै कारणले गर्दाखेरि कतिपटक हाम्रो जीवनमा अभावहरू हुँदाखेरि हामी फर्किने होइन, हामी हाम्रो बाटोलाई मोडेर हामी अर्को तर्फ जाने होइन, तर हामी चाहिँ परमेश्वरसँग हामी प्रार्थना गरेर जानु पर्दछ। फेरि अयुबको जीवनमा तपाईँले हेर्नुहोस्, अयुबको जीवन कस्तो तरिकाले हामीलाई उत्साह दिन्छ, कस्तो एउटा गहिरो हामीलाई प्रोत्साहन दिन्छ कि कसरी अयुब आफ्नो अभावमा पनि उनी कसरी परमेश्वरमा उनले भरोसा राखे। अयुबको जीवनमा सबै कुराहरू प्रशस्त मात्रामा थियो नि, धन थियो, सम्पत्ति थियो, गाई गोरु भेडा बाख्रा छोराछोरी धन सम्पत्ति सबै कुराहरू थियो। तर एकै दिनमा सबै कुराहरू के हुन्छ, नाश हुन्छ, सबै कुराहरू गुमाउँछ। तर पनि पावलले भन्छ के, तर पनि अयुबले भन्छ कि म आमाको गर्भबाट के आएको थिएँ, नाङ्गे आएको थिएँ, म नाङ्गे नै जानेछु। परमप्रभुले दिनुभयो, परमप्रभुले लानुभयो भनेर अयुबले भन्छ। के हो भन्न सक्नु तपाईँलाई हामी छौँ कि छैनौँ त? तपाईँहरू मैले हाम्रो जीवनमा अभावहरू पर्दाखेरि पावलले जस्तै तरिकाले तपाईँहरू मैले भनेको छौँ त? प्रभु आज यस्तो भयो, आर्थिक सङ्कष्ट बढ्यो, प्रभु मैले रोजगार पाएन, जागिर पाएन, प्रभु मेरो व्यापार राम्रोसँग चलिरहेको छैन, प्रभु मेरो परिवार आर्थिक सङ्कष्टमा छ, अभावमा छ, ऋणमा छ, कर्जामा छ, तर पनि प्रभु तपाईँले नै दिनुभएको, तपाईँले नै लानुहुन्छ। म तपाईँमा नै म विश्वास गर्छु प्रभु, तपाईँमा नै म भरोसा गर्छु प्रभु भनेर कि तपाईँले प्रभुलाई भन्नुभएको छ कि छैन त? त्यो एउटा आज चुनौती तपाईँ र मेरो जीवनमा छ कि अभावमा पनि तपाईँ र म हामी परमेश्वरलाई हामी सेवा गर्न सक्छौँ कि सक्दैनौँ त? यहाँ यो कुराहरू हाम्रो जीवनमा हामीले हेर्नुपर्छ। केवल प्रशस्ततामा मात्र होइन, तपाईँसँग हुँदा तपाईँ खानुहोस्, रमाइलो गर्नुहोस्, सबै कुरालाई दिनुहोस्, असल कुरा हो। तर सबैभन्दा असल कुराहरू त्यहाँ आउँछ जब अभावमा पनि त्यो मानिसले कृष्ण जीवन जिउन थाल्छ, त्यो सबभन्दा असल जीवन त्यही हो। त्यसरी अभावमा पनि हामीले हाम्रो विश्वासले बलियो बनाउनुपर्छ। अभावमा हाम्रो विश्वासलाई कमजोर होइन, तर अभावमा जहाँ हामी परमेश्वरलाई प्रार्थना गरेर हाम्रो विश्वासलाई के गराउनुपर्छ, बलियो गराउनु पर्दछ। आमेन। सदावटमा आज कति विश्वासीहरूको विश्वासलाई पछाडि पार्ने कुराहरू भनेको सदावट हो। विश्वासीहरू सदावट खेप्न सक्दैन।
उनीहरूको जीवनमा सतावट आयो भने छोडिदिन्छ प्रभु यीशु ख्रीष्टलाई। अहिले यहाँ हामी वचन प्रचार गरिरहेको होइन, हामी सङ्गति गरेको छौँ है। अहिले कुनै व्यक्तिहरूले आएर यहाँ हामीलाई सङ्गति नगर तिमीहरू भनेर हामी यहाँबाट निकालिदिनु, विरोधहरू गर्न थाल्नुभयो भने कतिजना विश्वासीहरू होइन अब हुँदैन सङ्गति भनेर सङ्गति पनि छोड्नु जस्तो छ। किन सतावट मानिसलाई मन पर्दैन नि होइन, मानिसलाई सतावट मन पर्दैन। किन सतावटले मानिसको जीवनमा के हुन्छ, पीडा ल्याउँछ नि त, अशान्ति ल्याउँछ होइन, दुःख ल्याउँछ। त्यो कुरा मानिसलाई कति पनि मन पर्दैन। तर विश्वासहरू सतावटमा पर्दा विश्वासबाट कति पटक पतित हुन पुग्छन् है। अनि पावलले पनि प्रभुको निम्ति प्रशस्त मात्रामा सतावट भोगेका छन्। दोस्रो कोरिन्थी 11:23-25 तपाईँले पाउनुहुन्छ कि पावलको सतावटहरू। यहुदीहरूले पावलको विरोध गरे, हेर्नुहोस् त, यहुदीहरूले पावलको विरोध गरे, तिनलाई मार्न खोज्दा पावललाई जोगाउनको निम्ति रोमी कप्तानले त एकपटक त तिनलाई के गरेछ होइन, साङ्लाले बाँधेर किल्लामा लगेका थिए। त्यहाँबाट पावल कहिले गर्न सकेन। तर पनि सतावट र भेदमा पनि पावल विश्वासबाट कहिले पनि पतित भएन। आमेन है। पावलको जीवन सतावट, जेलमा परे, झ्यालखानामा परे, कति नराम्रो सतावटहरूले भोगे, तर पनि उनले आफ्नो विश्वासलाई कहिल्यै पनि कमजोर बनाएन। त्यसै कारणले गर्दा हाम्रो जीवनमा पनि जब सतावटहरू आउँछ हामी कहिले पनि हाम्रो विश्वासलाई चाहिँ नाम मैले भुल्यौँ। उहाँ एकदम भारतको एकदम एउटा यो के भन्छ एउटा क्षेत्रमा आएर उहाँले सुसमाचार प्रचार गर्न थाल्नुभयो। आदिवासी क्षेत्रमा चाहिँ उहाँले आएर चाहिँ सेवा गर्न थाल्नुभयो। आफ्नो परिवारसँग है, आफ्नो परिवारसँग होइन, छोराछोरीसँग र आफ्नो श्रीमतीसँग उहाँ चाहिँ भारतको एउटा आदिवासी गाउँमा चाहिँ ठाउँमा चाहिँ उहाँहरू आएर प्रभु यीशु ख्रीष्टको सुसमाचार सुनाउन काम गर्न आउनुभयो। अनि जब उहाँ सुसमाचार सुनाउन आउनुभयो त्यो ठाउँमा, अनि उहाँले चाहिँ सुसमाचार सुनाउन थाल्नुभयो, ती आदिवासीहरूलाई चाहिँ सुसमाचार सुनाउन थाल्नुभयो। ती आदिवासीहरू कहिले पनि प्रभु यीशु ख्रीष्टको बारेमा उनीहरूले नामै सुनेका थिएनन्। उनीहरूले आफ्नै देवी देवतालाई उनीहरूले पुज्ने गर्दथे। अनि त्यो व्यक्ति चाहिँ मिस्टेरी चाहिँ होइन, एकजना उहाँ चाहिँ त्यो आदिवासीहरूको क्षेत्रमा आएर चाहिँ सुसमाचार सुनाउन उहाँ आउनुहुन्छ। अनि उहाँले सुसमाचार सुनाएर अनि एकजना दुईजना परिवारलाई चाहिँ के गराउनुहुन्छ, विश्वास गराउनुहुन्छ। र त्यो परिवारले पनि त्यो खबर अरू आदिवासीलाई भन्दै जाँदा कति आदिवासीले त्यहाँ प्रभु यीशु ख्रीष्टलाई चाहिँ के गर्ने गर्छन्, विश्वास गर्छन्। र यो खबर चाहिँ त्यो आदिवासीको प्रमुख व्यक्तिका होइन त्यो खबर पुग्छ कि एकजना व्यक्तिलाई आएर के गर्दैछ, एउटा येशू नाउँ भन्नेको येशू नाउँ गरेको नाम मान्छेको विषयमा चाहिँ आएर के गर्दैछ, हामीलाई सुसमाचार सुनाउँदैछ है भनेर थाहा पाएपछि त्यो त्यहाँको मुखियाले आएर मिसनेरीलाई, उसको श्रीमतीलाई र उसको छोराछोरीलाई चाहिँ के गर्छ, बन्दी बनाएर राख्छ। सबै आदिवासीहरूको बिचमा चाहिँ वरपरको बिचमा चाहिँ त्यो उसको मिसनेरीका परिवार राख्छ। अनि त्यसपछि भन्छ यदि तैँले येशू ख्रीष्ट भनेर मान्छेलाई तैँले आफ्नो मुखबाट तैँले म स्वीकार्दैन भनिस् भने म तँलाई के गरिदिनेछु, छोडिदिनेछु, नत्र भने म तँलाई मारिदिनेछु भनेर चाहिँ त्यो मुखियाले भन्छन्। अनि त्यो व्यक्तिले भन्नुहुन्छ कि म प्रभुलाई के गर्ने छैन, म छोड्ने छैन है भनेर चाहिँ उहाँले भन्नुहुन्छ। अनि के गर्छ, त्यहाँको एकजना व्यक्तिले के गर्छ, तेल चलाउँछ। तेल चलाएर चाहिँ उसको छोरा र छोरीले त्यही मारिदिन्छ। उसको आफ्नै अगाडि, त्यो मिसनरीको अगाडि उसको छोरा र छोरी त्यही है भालाले लाएर मर्छ। कति पीडा भयो होला उसलाई। फेरि एकचोटि आउनु मौका दिन्छ, म त अझै आखिरी मौका दिँदैछु है। यदि तैँले अहिले पनि अझै पनि तैँले म यीशुलाई स्वीकार्दैन, म यीशु भन्ने नाउँलाई म बिर्सन्छु भनेर भनिस् भने म तँलाई के गरिदिनेछु, अब तेरो श्रीमतीलाई छोडिदिनेछु। तैँले त्यो स्वीकार्न तैँले मानेनस् भने म तेरो श्रीमतीलाई पनि मारिदिनेछु भनेर चाहिँ त्यो होइन मुखियाले भन्नुहुन्छ। त्यो व्यक्तिले भन्छ कि है आमाले मलाई छोडे तापनि, बुवाले मलाई त्यागे तापनि म यीशुको पछि हिँडेँ, म यीशुलाई कहिले पनि के गर्ने छैन, छोड्ने छैन भनेर त्यो व्यक्तिले भन्छ। अनि त्यो व्यक्ति मुखियाले भाला चलाइदिन्छ। त्यो भाला उसको श्रीमतीलाई लागेर पनि मर्छ। उसको श्रीमती आफ्नै ठाउँमा उसको आफ्नै अगाडि मर्छ है। अब उसले सोच जस्तो उसले आफ्नो श्रीमती, आफ्नो दुईटा छोरा र छोरीलाई चाहिँ गुमाएको छ। उसको आफ्नो अगाडि कति वेदनामा कति पीडामा थियो होला। तपाईँको अगाडि तपाईँले आफ्नो छोरा र छोरीलाई गुमाउँदाखेरि तपाईँलाई कस्तो पीडा हुन्छ होला। त्यस्तै तरिकाले डरलाग्दो पीडा उसले, कस्तो दुःख पीडा उसले आफ्नो आँखा अगाडि देख्नु पर्यो कि आफ्नो श्रीमती जसलाई उसले आफ्नो जीवनभन्दा पनि बढी माया गरेको, मृत्युसम्म पनि म उसको साथमा हुन्छु भनेर प्रतिज्ञा गरेको श्रीमती उसको आँखाको अगाडि मर्नु, उसको दुईटा छोरा र छोरी उसको अगाडि मर्नु, उसलाई कति पीडा भयो। ऊ रुन्छ होइन, छटपटाउँछ, कराउँछ। अनि उसले अन्तिममा एउटा शरीर भन्छ कि माटोको मेरो शरीर माटोमा मिले तापनि म फर्कदिनँ, यीशुको पछि म हिँड्न थालेँ भनेर चाहिँ त्यो व्यक्तिले भन्छ। अनि अन्तिममा चाहिँ त्यो मुखियाले पनि दम्म भएर सोचेको पर्छ नि कस्तो खालको मान्छे हो यो,
उसलाई मैले श्रीमतीलाई मारिदिएँ, उसको छोरालाई मारिदिएँ, छोरीलाई मारिदिएँ, तर पनि म यीशु भन्ने नामलाई म के गर्दैन, म छोड्ने छैन भनेर भन्छ। साँच्चै नै त्यसो त्यो यीशु भन्ने मान्छे महान नै हो भनिसकेपछि पुरै त्यो मुखियाले पनि यीशु ख्रीष्टलाई चिन्छ। आमेन। हामीले यहाँबाट बुझ्नुपर्ने कुराहरू त्यसको जीवनमा सताबाट आयो। श्रीमती मारियो, छोरा मारियो, छोरी पनि मारियो, तर त्यो समय पनि उसले आफ्नो विश्वासलाई चाहिँ कहिले पनि डगमगाउँदैन। अन्तिममा पुरा गाउँले प्रभु यीशु ख्रीष्टलाई चाहिँ के गर्यो, चिन्यो, विश्वास गर्यो। आमेन। त्यसै कारण हाम्रो जीवनमा पनि जब सताबाट आउँछ नि हामीहरू कहिले पनि लुक्ने भाग्ने कुराहरू गर्नु हुँदैन, तर प्रभु कहाँ आएर हामी भट्याउनु पर्दछ। तपाईँलाई म चिलको उदाहरण दिन्छु नि होइन। तपाईँले चिलको जीवनबाट यति धेरै उत्साह पाउनुहुन्छ नि होइन। म चिलको जीवनलाई आफ्नो जीवनमा म कहिलेकाहीँ सोध्छु, यस्तो चिललाई हेर्दाखेरि मैले प्रोत्साहन पाउँछु। मलाई चिलको जीवनबाट धेरै साह्रो मलाई उत्साह लाग्छ। चिल जब तपाईँले हेर्नुहोस् है, पानी पर्छ, जब पानीहरू पर्छ, चट्याङहरू बन्छ, मिल्किन्छ होइन, सबै चराहरू के गर्न थाल्छ, थाल्नुपर्छ, लुक्न जान थाल्छ। ढुङ्गाहरू लुक्न थाल्छ, कागहरू लुक्न थाल्छ, ढुकुरहरू पनि कता कता आफ्नो गुणहरू छ, कता घरहरू छ, कता छरी छ, त्यतातिर लुक्न जान थाल्छन् हो कि होइन। त्यसो पानीमा भएकाहरू पनि उनीहरू के जान्छन्, उनीहरू लुक्न जान्छ, भ्यागुतोहरू पनि सबैजनाहरू पनि लुक्न जान्छ। तर चिल मात्र एउटा यस्तो पक्षी हो जो पानी पर्दा पनि त्यो चट्याङहरू मिल्किरहेको हुन्छ, तर पनि आकाशमा के गरिरहेको हुन्छ, हो उडिरहेको हुन्छ, घुमिरहेको हुन्छ। उसलाई पर्वाह छैन, जति नै ठुलो पानी आओस्, जति नै ठुलो बेग लागोस्, जति नै ठुलो हावाहुरी बतास चलोस्, जति नै मिल्कियोस्, कुरा मतलब छैन। ऊ माथि माथि चाहिँ घुमिरहन्छ होइन, हिँडिरहन्छ। अनि जब धेरैभन्दा धेरै पानीहरू पर्छ, जब मिल्किन्छ नि, अनि उसले के गर्छ थाहा छ, त्यो कालो बादललाई छेडेर चाहिँ कताबाट घामको प्रकाश आएको छ त त्यो त्यतातिर चाहिँ बेसैमरि उडेर चाहिँ त्यो होइन त्यो कालो बादलको प्रकाशलाई छेडेर चाहिँ त्यो घामतर्फ उड्न जान्छ। अनि उसले त्यहाँ गएर चाहिँ उसले चाहिँ त्यसपछि गएर त्यहाँ बस्छ। अनि प्रियहरू चाहिँ त्यसै कारणले गर्दा हाम्रो जीवनमा जब सताबाट आउँछ नि, तपाईँ र म पनि त्यो अरू पशु पक्षी जस्तो भँगेरा जस्तो अरू जस्तो सताबाट आयो भने हामी लुक्न जाने होइन, हामी भाग्ने जाने होइन, हामी अर्काकोमा उता त्यतातिर हामी भाग्ने होइन, तर चिल जस्तै हामी होइन दरिलो बनाएर बेग साथ विश्वासमा अडिग भएर हामी हाम्रो समस्यालाई हामी छेडेर हाम्रो समस्यालाई पार गरेर हामी अगाडि जाने विश्वास हुनुपर्छ। अनि प्रभुले हामीलाई त्यसपछि प्रभुले हामीलाई के गर्नुहुन्छ, आशिषहरू दिनुहुन्छ। आमेन। र अर्को चौथो कुरोहरू छ जोखिम। जब जीवनमा जोखिम आउँछ अनि विश्वासीहरू पनि कतिजना विश्वासमा के गर्नुहुन्छ, कमजोर हुनुहुन्छ। कति विश्वासीहरू आफूमाथि जोखिम आइपर्दा विश्वासबाट पतित हुने गर्छ। पत्रुसले पनि एकपल्ट आफ्नो प्राण जोखिममा होइन पर्ने जानेर यीशुलाई 3 पल्ट अस्वीकार गरेका थिए। मत्ती 26 को होइन 69 देखि लिएर तपाईँले 74 सम्म पाउनुहुन्छ। पत्रुसले पनि कतिपय आफ्नो जीवन जोखिममा भएको कारणले गर्दा उसले यीशु ख्रीष्टलाई के गरिदिन्छ, त्यागिदिन्छ होइन। जब यीशु ख्रीष्टको पक्राउनुहुन्छ, प्रभु यीशुले पहिले भन्नुहुन्छ कि पत्रुस तिमीले मलाई कतिपटक इन्कार गरेछौ, 3 पटक इन्कार गरेछौ। पत्रुसले भन्छ होइन गुरुजी, म कहाँ इन्कार गर्छु तपाईँलाई, म इन्कारै गर्न सक्दैन नि प्रभुजी तपाईँलाई गुरुजी भनेर चाहिँ पत्रुसले भन्छ। तर जब यीशु ख्रीष्टलाई चाहिँ होइन पक्रेर हिँडाइरहेको बेलामा चाहिँ ऊ गएर बस्छ अनि मान्छेले देख्छ, ए यो त यीशु ख्रीष्टको चिला होइन त, होइन म कहाँ चिलाउनु, होइन तिमीले अरूलाई देख्यो होला भनेर भन्छ। 2 पटक भन्छ, 3 पटक इन्कार गरेर उसले महसुस गर्छ कि ओहो मैले त प्रभु यीशु ख्रीष्टलाई के गरेछु, इन्कार गरेछु। अनि भारी भाषुले सम्झन्छ, उसले गएर फेरि परमेश्वरसँग पश्चाताप गरिरहनुहुन्छ। किन उसको जीवन के थियो, जोखिममा थियो। यदि उसले म यीशु ख्रीष्टको चिला भनेको छ उसलाई केही समातेर उसलाई पनि होइन जेलमा हालिदिन्थ्यो, ऊ डरायो। उसले आफ्नो जीवनलाई जोखिममा पार्न चाहेन, त्यही भएर उसले यीशु ख्रीष्टलाई के गरिदियो, इन्कार गरिदियो। त्यसै कारण हाम्रो जीवनमा पनि जब जोखिमहरू आउँदाखेरि हामी कतिपटक इन्कार पनि हामी गर्न पुग्छौँ यीशु ख्रीष्टलाई। त्यसै कारण हाम्रो जीवनमा जोखिमहरू आउँदा हामीले यीशु ख्रीष्टलाई इन्कार गरेर तर यीशु ख्रीष्टलाई झन् हामी स्वीकार्ने विश्वासमा अगाडि बढ्दैछन् हामी हुनुपर्दछ। पावलको जीवनमा यस्ता धेरै जोखिमहरू कतिपल्ट आएको थियो। तिनको जीवन परिवर्तन भएको केही समयपछि यहुदीहरूले तिनलाई मार्ने विचार गरेका थिए, तर तिनलाई चेलाहरूले रातिले एउटा टोकरीमा हालेर बगाइदिएका थिए। हेर्नुहोस् न, जब पावल त पहिले विरोधी मानिस थियो नि त, जब यीशु ख्रीष्टलाई उसले चिन्छ अनि यहुदीहरूले उसलाई मार्न प्रयास गर्छन् अनि यो कुराहरू चेलाहरूले थाहा पाएपछि उसलाई एउटा टोकरीमा हालेर के गर्दिन्छन्, भगाइदिन्छन्। उसको जोखिम थियो होइन। अनि पावललाई के भन्छ यात्राहरूमा, नदीहरूमा, डाकुहरूबाट होइन आफ्नै जाति र अन्य जातिबाट सहरहरूमा, सुनसान ठाउँहरूमा, समुद्रमा पनि झुटा शिक्षकहरूबाट जोखिम थियो है। दोस्रो कोरिन्थी 11:26 मा तपाईँले त्यहाँ पाउनुहुन्छ। एकपल्ट एसियाका यहुदीहरूले मानिसहरूलाई पावलको विरुद्धमा उठाएर तिनीहरूमाथि आक्रमण पनि गरेका थिए, तर जस्तै जोखिम पर्दा पनि पावल आफ्नो विश्वासमा दृढ भएर बसिरहे। आमेन है।
त्यसै कारणले गर्दा हाम्रो जीवनमा जब जोखिममा हुन्छ हामीले हाम्रो विश्वासलाई पनि हामीले के गर्नुपर्छ बलियो हामीले बनाउनु पर्दछ है। र अर्को कुरो छ बिमारी है। अब अन्तिम पटक हामी अन्तिममा हामी आएका छौँ है। विश्वासीलाई आफ्नो विश्वासबाट पछि तुल्याउने कारण भनेको अन्तिम कारण भनेको बिमारी। कति विश्वासीहरू आफ्नो अथवा परिवारको बिमारी निको नहुँदा अथवा चङ्गाइको प्रार्थना सुनाइ नहुँदा ख्रिस्टप्रतिको विश्वासबाट पतित भएर जाने गर्छन्। हेर्नुहोस् है, कतिजना विश्वासीहरू जब उनीहरूले येशू ख्रिस्टलाई चिन्छन् होइन, एउटा शारीरिक एउटा चङ्गाइ पाउनको लागि हो, शरीर चङ्गाइ हामीलाई आवश्यक छ होइन। तर जब उहाँहरूले प्रभु येशू ख्रिस्टलाई शारीरिक तरिकाले जब होइन उहाँले विश्वास गर्नुहुन्छ अनि जब उहाँहरू निको हुनुहुन्छ उहाँले प्रभु येशू ख्रिस्टलाई के गर्नुहुन्छ बिर्सिदिनुहुन्छ, भुलिदिनुहुन्छ। उहाँहरू फेरि आफ्नै संसारमा फेरि आफ्नो जहाँ छ त्यही उहाँहरू के गर्नुहुन्छ फर्कनुहुन्छ। त्यसैले कतिजना विश्वासीहरू पनि होइन जब बिरामी हुँदाखेरिमा चाहिँ प्रभु येशूमा आउनुहुन्छ, जब प्रभु येशू ख्रिस्टले उहाँहरू निको पार्दा उहाँहरू आफ्नो विश्वासबाट फेरि कमजोर हुनुहुन्छ, फेरि पछाडि उहाँहरू हट्नुहुन्छ। किनभने कति मानिसहरूले प्रभु येशू ख्रिस्टलाई एउटा होइन शारीरिक चङ्गाइ गर्नेको रूपमा मात्रै हेरिरहेको हुन्छ। तपाईले पाल्म सन्डेको दिन हामीले वचन सुनेका थियौँ कि जब येशू ख्रिस्टलाई बेथलेहेम के भन्छ त्यो बेथलेहेम सहरमा प्रभु येशू ख्रिस्ट आउनुभयो होइन, पाल्म सन्डेको दिन त्यहाँका मानिसले येशू ख्रिस्टलाई भव्य स्वागत गरे। किन स्वागत गरे? किनभने त्यहाँको मानिसहरू येशू ख्रिस्टलाई एउटा शारीरिकको रूपमा हेरेका थिए कि यही नै हाम्रो राजा, यही नै हामीलाई यो के भन्छ रोमी साम्राज्यबाट विजय दिने यही हो, हामीलाई यही नै हामीलाई छुटाउँछ भनेर एउटा शारीरिक रूपमा हेरेका थिए। तर जब मानिसहरू यो कुरा थाहा पाउँछ कि यो त होइन भन्ने कुरा थाहा पाउँछ, त्यही मानिसहरूले येशू ख्रिस्टलाई के गर्छन्, यसलाई मार्नुपर्छ है, यसलाई ढुङ्गाले हान्नुपर्छ भनेर त्यही मानिसहरूले भन्छन्। त्यसै कारण कति मानिसहरू पनि जब विश्वासमा उनीहरूले गर्छन् निको हुन्छन्, छुटकारा हुन्छन्, रोगबाट बिमारहरूबाट छुटकारा पाउँछन् भने फेरि येशू ख्रिस्टलाई भुलेर उनीहरू आफ्नो जीवनमा पहिलेकै तरिकाको जीवनहरू जिउन थाल्छन्। त्यसै कारणले गर्दा मण्डलीहरू जब हाम्रो जीवनमा बिमारी हुँदा पनि होइन बिमारी हुँदा पनि हामीले आफ्नो विश्वासलाई चाहिँ के गर्नुपर्छ बलि गराउनुपर्छ। पावललाई पनि आफ्नो शरीरमा एक किसिमको कमजोरी थियो जसबाट मुक्त हुनुको निम्ति त्यसले प्रभुसित 3 पल्ट प्रार्थना गरेका थिए। हेर्नुहोस् है, पावल पनि शरीरमा कमजोर थियो, उसले 3 पल्ट पनि परमेश्वरसँग प्रार्थना गरेको थियो आफ्नो रोग निको हुनुको लागि। तर अरूलाई चङ्गाइदिने पावलको चाहिँ प्रार्थना नै सुनाइ भएन। तिनलाई परमेश्वरले भन्नुभयो कि मेरो अनुग्रह तेरो निम्ति प्रशस्तता छ है। तर यस्तो प्रतिकूल परिस्थितिमा पनि पावलको विश्वासमा कुनै कमी आएन। तिनी भन्छन् यसकारण ख्रिस्टको शक्ति वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा ज्यादै खुसी साथ घमण्ड गर्नेछु। यसकारण ख्रिस्टको निम्ति दुर्बलताहरूमा, हानिहरूमा, तराकहरूमा, खेदोहरूमा, आपदहरूमा म खुसी हुन्छु, किनभने दुर्बल हुँदा म शक्तिमान हुन्छु भनेर पावलले चाहिँ है 2 कोरिन्थी 12:7 देखि लिएर 10 मा चाहिँ पावलले यो कुराहरू भन्नुहुँदछ। पावलको जीवनमा पनि रोगहरू थियो, पावलले प्रार्थना पनि गरेको थियो, तर होइन प्रभु येशू ख्रिस्टले भन्नुभएको थियो कि तिम्रो मेरो निम्ति होइन मेरो अनुग्रह तेरो निम्ति के छ पर्याप्त मात्रामा छ भनेर चाहिँ प्रभु येशू ख्रिस्टले पावललाई भन्नुभएको थियो। यसरी विभिन्न प्रतिकूल परिस्थितिहरूमा पावलले आफ्नो विश्वासलाई बचाइराख्न सकेका थिए, जसबाट हामी विश्वासीहरूले पनि सिक्न परेको छ कि म आफैले पनि सिकेर लाभान्वित हुँदैछु। आफ्नो इच्छा पुरा नहुँदा पनि हामीले परमेश्वरलाई धन्यवाद चढाउनु पर्छ भन्ने विषयमा है हामीले यो कुराले चाहिँ हामीले प्रभु येशू ख्रिस्टसँग के गर्नुपर्छ भन्नुपर्दछ कि म रोगमा, अभावमा, बिमारमा है दुःखमा, कष्टमा हुँदा पनि म परमेश्वरको म के हुन्छ एउटा व्यक्ति चाहिँ हामी हुनुपर्दछ। होइन अयुबको जीवनमा पनि हेऱ्यो भने अयुबको जीवनमा घाउ खटिराहरू आएको थियो शरीरमा, कति उसलाई गाह्रो हुन्थ्यो, त्यो घाउ र खटिराले कति सताउँथ्यो। त्यो घाउ खटिराले यति पीडा दिन्थ्यो कि त्यो घाउ खटिराबाट बस्नको लागि शरीरमा खरानीहरू धस्थ्यो। खरानीहरू धसेर उसले चाहिँ के गर्ने गर्थ्यो, त्यो अलिकति शान्ति पाइन्छ कि भनेर खरानीहरूले शरीरमा धस्थ्यो। उसको साथीहरू आउँथ्यो, उसको श्रीमतीले भने यस्तो हुनुभन्दा बरु तिमीले परमेश्वरलाई के गर सरापेर मर भनेर उसको श्रीमतीले भन्छ। उसको साथीहरूले आएर पनि विभिन्न कुराहरू भन्छ, तर बिमारी हुँदा पनि उसले आफ्नो भरोसा परमेश्वरमा राख्छ। अन्तिममा हेऱ्यो भने त्यो बिमार हुँदा पनि अभावमा पनि हुँदा पनि अयुबले चाहिँ आफ्नो भरोसा परमेश्वरमा राखेको कारणले गर्दाखेरिमा चाहिँ परमेश्वरले अन्तिममा अयुबले 2 गुणा आशीषहरू दिनुभएको छ। उसले भन्दछ कि उसले 1000 भेडाहरू गुमाएका थियो भने परमेश्वरले 2000 भेडाहरू दिनुभएको थियो। उसले 500 भेडा, उसले 500 ऊँटहरू हराएको गुमाएको थियो, परमेश्वरले 1000 होइन ऊँटहरू उसको जीवनमा राखिदिनु भएको थियो। उसका नोकर चाकरहरू जति मरेका थिए 2 गुणा भन्दा बढी नोकरहरू उसलाई प्रभुले दिनुभएको थियो। उसले जुन आफ्नो छोराछोरीहरू गुमाएको थियो त्यो छोराछोरीहरू भन्दा पनि अझ धेरै सुन्दर छोराछोरीहरू परमेश्वरले अयुबको जीवनमा दिनु भने अन्तिम पदमा पढ्नुभयो तपाईले होइन
बच्चाले भन्दा जीवनमा अयुबको छोराछोरी जस्तो सुन्दर कोही पनि थिएन भनेर चाहिँ हैन वचनले भनेको छ। आमेन। त्यसैले जब हामी यो कुरामा हामी स्थिर हुन्छौँ, परमेश्वरले जसरी अयुबलाई सफलता दिनुभयो त्यसरी तपाईँ मेरो जीवनमा पनि परमेश्वरले तपाईँ र मलाई सफलता दिनुहुन्छ। आमेन।